बधाई के गर्दैछौ? ए फुपू पो आउनुभएछ बस्नु न फुपू एकछिन बस्नुहोस् न ल म चिया बनाएर ल्याइदिइहाल्छु होइन मेरो घरमा पुरा काम छ कि म गइहाल्ने फेरि फेरि म फेरि भाइ बहिनी घरमा एक्लै छ कि फेरि तिनीहरू डराउँछ होला नि गइहाल्छु मामा पनि उता गइरहेछ हो बजार ढिलो आउँछ होला अन्त नि सुन्न एउटा कुरा भन्नु छ तँलाई सुन्न तल यो चिन्छस् के भन्थ्यो त्यो कान्छाको छोरा अझै त्यो त नि त्यसले त सुन्न यत्रो छ घरमा केटी ल्याएको थियो बिहा नगरिकन म त तेरो भाइले त्यस्तो गरे भने त नि उल्टा झापटले अनुहारसँग फुटाइदिन्थे गाला चर्रुच्चर फुटाइदिन्थे तँ पनि त्यस्तो नगरे त्यो केटाहरूको बिहा नगरिकन घर नजाई जाने काम छैन है तँ घरको इज्जत राख छोरी मान्छे भएपछि बुझिस् यताउता हिँड्ने काम छैन म त के भन्छ मेरो चिने मेरो उता मेरो तेरो यहाँ घरमातिर के भन्थ्यो मामाको घरतिर चिनेछ भने त फल्नाको भदैनी त यस्तो हिँड्ने थियो अरे भन्छ बुझिस् तैँले गर्दाखेरि फेरि मलाई पनि अप्ठ्यारो हुन्छ बरु तँ घरको अलिक यताउता हिँड्ने काम छैन है बरु बाहिर बाहिर मिल्नु बाहिर बोल्नु त्यहाँ घरमा जाने काम छैन भन्दा सुन्यो भने त फेरि नानी थप्पड भेट्छस् थप्पड बुझिस्